के तपाईँ पनि यस सरकारले ल्याएको प्रत्येक दिन 1 लाख रुपियाँ विजेता प्रतिस्पर्धामा भाग लिन चाहनुहुन्छ तर कसरी लिने थाहा छैन भने यस भिडियोमा हामी तपाईलाई कसरी दर्ता गर्ने भनेर स्टेप बाइ स्टेप देखाउन जाँदैछौँ। फर्स्टमा गुगल क्रोममा जानुहोस्, सर्च गर्नुहोस् प्राइज IRD.gov.np मा। त्यसमा पछि करदाता प्रोत्साहन उपहार कार्यक्रममा क्लिक गर्नुहोस्। त्यसपछि तल स्क्रोल गर्नुहोस्। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ बिलको विवरण, बिलको बिल नम्बर। यहाँ हामीले बिल राख्छौँ। बिल नम्बर चाहिँ यहाँ यो फर्स्टमा देख्न सक्नुहुनेछ 329 रहेछ हाम्रो। त्यसपछि हामीले बिलको वहाँ रजिस्टर भएको प्यान वा भ्याट नम्बर चाहिँ यहाँ हाल्छौँ। प्यान र भ्याट नम्बर यहाँ लेखिसकेपछि तल हामीले बिलको कुल रकम तपाईहरुले कति रकमको बिल तिर्नुहुन्छ त्यसमा मैले चाहिँ 4800 तिरेको छु। तपाईहरुले कति तिर्नुहुन्छ त्यही लेख्नु होला। त्यसपछि कुन मितिमा काट्नु भएको थियो बिल त्यही मितिमा गर्नु होला। मैले चाहिँ यहाँ 14 गते तारिक काटेको थिएँ, 14 गते लेखेको छु। त्यसपछि तपाईको नाम लेख्नु होला। तपाईले भुक्तानी गर्नुभएको छ, जसले भुक्तानी गर्नुभएको छ उहाँको नाम यहाँ लेख्नु होला। उहाँको नाम लेखिसकेपछि यहाँ तपाईको मोबाइल नम्बर लेख्न सक्नुहुन्छ। मोबाइल नम्बर लेखिसकेपछि तल यहाँ ठेगानामा तपाई कुन ठाउँ ठेगाना लेख्नु होला। ठेगाना लेखिसकेपछि यहाँ डनमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको यही चिट नम्बर हुनेछ। तपाईहरुलाई केही पर्यो नि त्यही नम्बर आउँछ। त्यो नम्बर स्क्रिनशट गरेर राख्नु होला र यी सेवामा तपाईहरुले अनलाइन पेमेन्ट गर्नुभएको छ भने चाहिँ यसरी तपाईहरुले आफ्नो नम्बर त्यो लटरी नम्बर हेर्न सक्नुहुनेछ। यी सेवा खोलेर तल यो देख्न सक्नुहुनेछ ट्याक्स पोर्टल ट्याक्स पेयर यसमा क्लिक गर्नुहोस् र यसमा तपाईहरुले देख्न सक्नुहुनेछ तपाईहरुको लटरी नम्बर यही हो र यो लटरी हरेक 15 दिनमा खोलिने गरिन्छ र अब तपाईहरुको लटरी पर्यो भने यही नम्बर चेक गर्न सक्नुहुनेछ। यही भन्दै तपाईहरुलाई बेस्ट अफ लक। अनि आशा गर्दछु यो भिडियो तपाईहरुलाई मन परेमा लाइक, शेयर, सब्स्क्राइब सबै गरिदिनु होला। धन्यवाद।